हातमा निकाल है फिर माछाले खाइदिन्छ रात हिमाल गजब देखिँदो रहेछ यार हिउँै छैन आमी सिधा खै पल्टिदिनु भने नफलिनु है ए एमस कता उता एमस उता फर्किया छ अनसन यता फर्किया के हो कुरो हामी तालबाराई मन्दिर दर्शन गरेर अब हामी फर्किन लाग्यो ढुङ्गा चढेर फर्किँदैछौँ साथीहरू अनि यो पोखराको दृश्य पोखरा फेवातालको दृश्य बिहानको समयमा हामीले पूजापाठ गरेर अब हामी फर्किँदैछौँ अब हामी हाम्रो यात्रा अब कहाँको हुन्छ थाहा छैन उता ट्याक्सी अगाडि हामीलाई पर्खिरहेछ अनि अब हामी जान्छौँ तालबाराई मन्दिर अनि केबल कारहरू यता मान्छेहरू सबै यता बसिराख्नु भएको छ अनि सबैजना वाउ कति रमाइलो रहेछ पोखरामा फर्स्ट टाइम आएको मलाई एकदम रमाइलो लाग्यो सबै चिजहरू मैले क्याप्चर गर्ने कोसिस गरेकी छु मेरो फ्यामिलीहरू सबै जस भगवान्सँग प्रार्थना गरेर भगवान्सँग केही कुराहरू मागेर आउनुभएको छ अनि पुग्न लागिसक्यौँ अब हामी अब सकिन्छ होला हाम्रो यात्रा यो पोखरा फेवाताल र तालबाराईको यात्रा चाहिँ अब हाम्रो यहीँ समाप्त हुन्छ त्यसपछि हामी नयाँ डेस्टिनेसनमा जाँदैछौँ ल स्कुलबाट कलेजबाट सकिन्छ होला Anshuman, what is? Amis? हामी तालबाराई मन्दिर दर्शन गरेर अब हामी फर्किन लाग्यो ढुङ्गा चढेर फर्किँदैछौँ साथीहरू अनि यो पोखराको दृश्य पोखरा फेवातालको दृश्य बिहानको समयमा हामीले पूजापाठ गरेर अब हामी फर्किँदैछौँ अब हामी हाम्रो यात्रा अब कहाँको हुन्छ थाहा छैन उता ट्याक्सी अगाडि हामीलाई पर्खिरहेछ अनि अब हामी जान्छौँ तालबाराई मन्दिर अनि केबल कारहरू यता मान्छेहरू सबै यता बसिराख्नु भएको छ अनि सबैजना वाउ कति रमाइलो रहेछ पोखरामा फर्स्ट टाइम आएको मलाई एकदम रमाइलो लाग्यो सबै चिजहरू मैले क्याप्चर गर्ने कोसिस गरेकी छु मेरो फ्यामिलीहरू सबै जस भगवान्सँग प्रार्थना गरेर भगवान्सँग केही कुराहरू मागेर आउनुभएको छ अनि म पनि यहाँ पुग्न लागिसक्यौँ अब हामी अब सकिन्छ होला हाम्रो यात्रा यो पोखरा फेवाताल र तालबाराईको यात्रा चाहिँ अब हाम्रो यहीँ समाप्त हुन्छ त्यसपछि हामी नयाँ डेस्टिनेसनमा जाँदैछौँ अब नयाँ डेस्टिनेसन चाहिँ कहाँ हुन्छ थाहा छैन अब हजुरहरूलाई सबै देखाउँछु आमी सिधा खै पल्टिदिनु भने नफलिनु है बाबु हिमालहरूको तालबाराई मन्दिर दर्शन गरेर वृन्दावन जाँदैछौँ आज दिनभरि हामी यस्तै ट्याक्सी रिजर्भ गरेर दिनभरि हामी घुम्ने 5-7 वटा स्थल मतलब पर्यटक स्थलहरू घुम्नेछन् र पोखराबाट हामी वृन्दावासनतर्फ जाँदैछौँ हाम्रो ड्राइभर दाइ त्यो सबै सर र भिडियोहरू लगाऊँ भनेको यो चाहिँ महेन्द्र गुफाको एकदम सुन्दर पार्क त भन्छ होला है यस्तो महेन्द्र गुफाको यहाँ सुन्दर यहाँ यस्तो राम्रो रहेछ कि यस्तो जङ्गलमा हुँदो रहेछ अब फर्स्ट टाइममा पोखराको फर्स्ट टाइममा सबै अब यहाँ हामी गुफाभित्र इन्ट्री गर्दैछौँ त्यहाँ गएर फोटो खिच्नुपर्छ अहिले ए ड्रेसहरू लगाउनु पऱ्यो म ड्रेस
मगर ड्रेस तल आइस तल उता गुफाभित्र जाने गुफाभित्र हो कि खेल्ने अहिले पछि खेलौँ लाग्यो हेर त ओ भाइसा यहाँ ड्रेसहरू पनि रहेछ ड्रेसहरू लगाएर पनि फोटो खिच्न मिल्दो रहेछ हाम्रो यो महेन्द्र गुफा चाहिँ यहाँ माथिबाट हेरेको यस्तो यो महेन्द्र गुफा एक्लै भए डर हुन्छ होला हौ हामी महेन्द्र गुफा यसरी जाँदैछौँ आमिसहरू आइरहेछ बाबु छिटो फेरि अझै डराउला आऊ यत्रो गुफा वा लाइट डाल्नुपर्छ कि होइन यो चाहिँ यो गुफा ब्रा भन्ने यहाँ गुफाभित्रको यो धर्मद्वार रहेछ आइस होइन कि यस्तै बना यसको प्रकृतिले नै बनाएको हो कि यो प्रकृतिको देन हो कि यो सबै यो प्रकृतिले नै बनाएको चिज हो यो थोरै अरू ठाउँमा बनाउँछ भने हाम्रो नेपालमा अलरेडी मतलब हुन्छ नि बनाइ भगवान्ले प्रकृतिले बनाएर यसरी बनाउँछ कि यो गुफामा यहाँ मेरो छोराहरू भाइरस है ए लोटोले माथिसम्म त भाइले डर लागिहाल्छ नि यो तिमीले यसको बारेमा अध्ययन गर है अझ मेन ठाउँ त आउनै बाँकी रहेछ भगवान्लाई नमस्ते गर दर्शन गर हजुर छैन होला माग्नु केही चिज तपाईँले त्यसरी आफूले छुट्टै बनाउनु पर्छ आफूले बनाउने कुरो धेरै तातो छ कि प्रकृति अनि बनाएको चाहिँ होइन कि पुरो फेरि बनाएको चाहिँ होइन ल अबदेखि बनाउँदैछ म त अब म त हुन्छु म आए कहाँ से? कैसा लगा नेपाल? एकदम बढ़िया। पूरा देखा नहीं पहले ही दिन है। त्यहाँ चाहिँ पानी छ जल हो सायद यहाँको नेचुरल हामी सँग त्यो लड्छ कि मैं कर देता हूँ स्वयं करोगे खुद को नहीं मैं ब्राह्मण हूँ ना मेरा अधिकार है कहाँ पर आउँछ प्लस जनाब हो बाबु कतिको पढ्छौ जाँच दिँदै रहेछौ दियाली है राम्रो पढ नम्बर ल्याऊ पास हौ अलि मेहनत गर भोलि दुःख तिमीले पाउनु तिम्रो भाग्य भविष्य अर्को मान्छेले बनाउँछ तिमीले बनाउने हो नि आमा बाबाले त बाटो मात्रै देखाइदिने हो ध्यान दिएर पढ है दुःख पाउनु भोलि गएर दक्षिण दिन No, Bob. औँसीको दिन जानु
हस् गुरुबा रोग कष्ट शुभकामना है भाइ। अब आज जमिन पनि आउनु भएको छ। अखण्ड सौभाग्यवती रहनुहोस् है बहिनी, श्रीमानको दीर्घायु पनि, अनि छोराछोरीकै सुख शान्ति, भगवानकै भक्ति, धर्मको रक्षा, रोग कष्ट आदि हरण, नवग्रह आदि शुभ फल है, एउटा मनका कामनाहरूले। गाइस अब चाहिँ हामी होइन गुफादेखि निस्किसकेका छौँ। अब अङ्कल र आन्टी आउँदै हुनुहुन्छ। अनि त्यसपछि यो चाहिँ गुफा हो, तर भित्र चाहिँ नेचुरली बनेको। हाम्रो गुफाहरू सबै गुफा पनि अब हामीले हेरिसक्यौँ। अब हामी बाहिर कुन जाँदैछौँ अब डेभिसफल। अब हाम्रो यात्रा डेभिसफलको साथीहरू ऊ आविष्कार पेरिसको पनि देखाउ। गुफा चाहिँ ऊ त्यहाँ छ गाइस, म चाहिँ यहाँ छु। यो चाहिँ महेन्द्र केभ। हेलो, हामी के अरे अब यहाँ चमेरो गुफा आइपुग्यौँ साथीहरू। महेन्द्र गुफा सकाएर हाम्रो यात्रा अब हामी चाहिँ चमेरो गुफामा पुगिसकेको छौँ। मेरो छोराहरू हिँड्दैछौँ यसरी। अनि यहाँ पनि राम्रो रहेछ गुफाहरू। बाबुले यहाँ छोराहरूलाई सम्झाइराख्नु भएको छ। ए हामी चमेरो गुफा जाने यही बाटो होला। हामी चमेरो गुफा यही। बिस्तारै बाबु बिस्तारै राख क्या। जाम डरो मन छिटो यहाँ। चमेरा संरक्षण गरौँ, जैविक विविधता जगाउँ। कहिले टाउको खाँदैन के यत्रो मान्छेलाई कहाँ खान्छ त। तिमीहरू डर छ र। हेलो हेलो हेलो, चमेरो गुफाको जय होस्, चमेरो गुफाको जय होस्। यस्तो यसरी 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 यहाँ हामी चमेरो गुफाबाट यसरी निस्किँदैछौँ साथीहरू। मेरो छोराहरू लड्दै पर्दै। ल चाहिँ मेरो भिडियो नि गर, म त्यसरी आएको। ल यो भिडियो गर, ल लैजाउँ म। ल भिडियो गाइज हेर्न सक्नुहुन्छ। कालो चढ्नु पर्छ, गाह्रो। माथि नै हो। लाइट देखाउनु हुन्न अरे के थाहा छ। तिमीहरू बहुत उ गरिरहेछौ नि। एकदम यहाँ उयो चमेरो गुफामा चाहिँ एकदम एडभेन्चर रहेछ। यहाँ यसरी जानलाई हामी यस्तो लाइनमा बसिरहेछौँ, तर त्यहाँ यस्तो अप्ठ्यारो रहेछ। जान सक्छ कि सक्दैन उनी मेरो बाबुलाई नल्याउनु त भनेको छैन, तर हामी जबरजस्तो गरिरहेछौँ। के हुन्छ छैन कि। यो चाहिँ चमेरो गुफा हो साथीहरू। अँधेरोमा हामी यसरी गइरहेछौँ। प्रवेशद्वार उता यता छ त। एरो देख्नु भएको छैन। आमिसलाई तपाईँ यसो मान्नु पुरो हेर। देखेन कि आमिसले देखेन के। यसरी हामी यसरी यता देखाउनु न। रुक्नु न, यता बाघ लड्छ कि उयो देखाउनु न। अझै यो सबै चमेराहरू, आमा कति धेरै चमेराहरू यस्तो रहेछ। यता यता सब यो चमेरा रहेछ। यसरी सब चमेरो गुफामा मेरो छोराहरू यहाँ यसरी हामी हिन्दी बोल्दैन ल जाऊ। चमेरा हो बाबु, लाग्दैन मामु छ त। यहाँ कसरी पुच्छरमा झुन्डिन्छ नि त। यहाँ हल्ला त गर्ने नगरे। अनि कस्तो कस्तो सोच है तिमीहरू। मैले यो भिडियो बनाएको छु, के सोच्दा मान्छेले लाज मान के छ्या लाज मान। ल जाऊँ एकदम यहाँ उयो चमेरो गुफामा चाहिँ एकदम एडभेन्चर रहेछ। यहाँ यसरी जानलाई हामी यस्तो लाइनमा बसिरहेछौँ, तर त्यहाँ यस्तो अप्ठ्यारो रहेछ। जान सक्छ कि सक्दैन उनी मेरो बाबुलाई नल्याउनु त भनेको छैन, तर हामी जबरजस्तो गरिरहेछौँ। के
हुन्छ फेरि। हजुर आउनु अलिकति मात्र तरिका मिल्यो भने हो तरिका मिल्दैन आउनु सर आउनु त ल सुतेरै आउने है सुतेरै पुरै त्यहाँ चाहिँ पुरै ढल्नुहोस् है पुरै ढल्नुहोस् यस्तो यस्तो हो खुट्टा दुवै खुट्टा यो पोखराको दृश्य हो। पोखरा बजार पुरै शिव मन्दिरदेखिको यो थोरै अलिकति फेवा ताल छेक्या छ। पारी हिमाल पुरै गजब गजब रमाइलो ठाउँ छ। हामी यहाँ खाना खाँदै अब बस न भाइलाई खाना खाँदैछौँ के अरे यहाँ थकाली खाना यहाँ मेरो छोराहरू आए अनि यहाँ खाना खान्छौँ हामी अनि दा उनीहरू चाहिँ चिकन बाबुले चाहिँ चिकन हामीले चाहिँ फिस अनि हामी चाहिँ माम यसरी खाँदैछौँ। यहाँ हामी यहाँ ठुलो शिवको मूर्ति भएको ठाउँमा आयौँ। मेरो बाबु यहाँ उता बोलिरहेको कुरा गरिरहेको छ अनि चाहिँ यसरी के छ सानो तिमी पनि सचिन को कपी भयो क्या के छ हजुर भन्दै हिँड्ने